50 तोला सुन त हाम्रै घरमा थियो हजुरबाको टाइम, मेरो हजुरबुबाको टाइम। गफ होइन कि रियल कुरो हो मैले गरेको। 50 तोला सुन गाउरीमा ठुलो चाहिन्न पर्यो, तामाको गाउरीमा चाहिँ चाँदिया सिक्का हजुरबाले कम्बलमा सुकाउनुहुन्थ्यो अरे हाम्रो हजुरबाले, कम्बलमा यसरी छाइ चाहिने खोइ लाग्छ, त्यसलाई कामला सुकाउन पर्छ भनेर चाहिनु पर्यो। तामा रोचे ल्याएर चाँदीका पैसा सिक्का चाहिनु पर्यो, त्यसरी कम्बलमा सुकाउने त मेरै हजुरबा हुन्, प्रजापति चाहिने साहु। मेरा हजुरबाको नाम चाहिने साहु। बुझ्यौ? आज चाहिँ जो टिकटकमा गाली गरेर बसिया हो नि तिमीहरूले, कुना खानदानको मान्छे यो थाहा छ तिमीहरूलाई? पछि सुन्नु न, पछि हामीले हजुरबा बितेपछि हामीले त्यो घर भत्काइयो, कहीँ त्यो चाँदीको त्यो सिक्का भेटिन्छ कि कतै गाडेको बा बुढाले भनेर पुरा घर भत्कायौँ, घडेरी खोनियो पुरा। खोनेर हेर्दाखेरि कहीँ पनि भेटिएन। हेर्नु त कहाँ गए तिनी चाँदीका सिक्का, भेटिए। ठुलो तामाको गाग्रीमा त्यो चाँदीका सिक्का बेलुका भएपछि त्यसलाई चाँदीमा त्यो चाँदीका सिक्का जति त्यो गाग्रीमा भरेर राख्ने। त्यो गाग्री पनि कुन्टलको ठुलो गाग्री, त्यो सानो पानी ल्याउने गाग्री होइन, ठुलो भयङ्कर तामाको गाग्री हुन्छ नि पहिला एक मान्छेभन्दा ठुला गाग्री हो। त्यसमा कमसेकम 2 मुरी जान्थ्यो त्यसमा। त्यस्तामा चाहिँ नपर चाँदीका सिक्का भरेर बिहान कामलामा कम्बल डस्याएर आगोनिया सुकाउने चाँदीका सिक्का।